हेलो नमस्कार, म एमबी रावत। आज तपाईहरुले थाहा पाइसक्नुभयो होला, अचम्मै भयो। आज पूर्व प्रधानमन्त्री एकीकृत समाजवादी पार्टीका पार्टी अध्यक्ष माधव कुमार नेपाललाई अख्तियार आयोगले विगतमा हदबन्दी भन्दा बढी छुट दिएर जग्गा खरिद बिक्री भएको भन्दै अख्तियारले आज माधव कुमार नेपाल सहित 93 जनालाई प्रतिवादी बनाएर अख्तियारमा विशेष अदालतमा नै निवेदन पुर्याइसकेको अवस्था छ। हेरौं, अब उहाँको संसद पद निलम्बित हुन्छ या हुँदैन त्यो त अझ आउन बाँकी नै छ। अब भोलि आधिकारिक सूचना के हुन्छ, कसो हुन्छ भन्ने कुरा भोलि तपाईहरुलाई म जानकारी दिन्छु। तर नेपालमा यो चाहिँ पहिलो पटक मन्त्रीहरुमाथि यसरी चाहिँ अख्तियार आयोगले चाहिँ यो भ्रष्टाचारी भित्रको मुद्दा हालेको यो पहिलो पटक हो। तपाईहरुलाई के लाग्छ? माधव कुमार नेपालले करोडौं हिनामिना गरेकै हुन्, उनीको संसद पद निलम्बन हुनुपर्छ भन्ने छ या होइन? अहिले संसद अवरुद्ध भइरहेको कारणले गर्दाखेरि यो सत्तापक्ष सत्ताधारीहरूले यिनीहरूलाई झस्क्याउनको लागि प्रयोग गरिरहेका छन् भन्ने लाग्छ। के लाग्छ? जानकारी दिनु होला है त। हदबन्दी भन्दा बढी जग्गा खरिद बिक्री गर्न दिई सरकारी सार्वजनिक सम्पत्ति हिनामिना हानि नोक्सानी गरी भ्रष्टाचार गरेको आरोप सहित पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल, तत्कालीन कानून तथा न्याय मन्त्री प्रेम बहादुर सिंह, तत्कालीन भूमि सुधार सचिव छविराज पन्त लगायत 93 जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको छ। यसमा पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालले काभ्रे जिल्लाको नासिका स्थान सागा महेन्द्र ज्योतिमा कम्पनी सञ्चालनका लागि हदबन्दी भन्दा बढी जग्गा खरिद गरेको र उक्त जग्गा कम मूल्यमा खरिद गरेर बढी मूल्यमा बेचेको आरोप दाबी रहेको छ।